के थियो होला हजुर? तपाईँलाई थियो के फिटिङ गर्नुपर्ने हो? कहिलेसम्म हुन्छ? भोलि आउँछ है। हुन्छ। के हो केटा? खुब मस्किएर गइछ। के छ विचार? तँ पनि कस्तो कुरा गर्छस् यार? भनेको र सोचेको जस्तो कहाँ हुन्छ र? त्यो हेरेर त चित्त बुझाउनु पर्या छ। होइन, कति दिनसम्म हेरेरै चित्त बुझाउँछस्? हातमा आएको माछो फुत्केला, चाँडो गर। के गर्ने यार? यो जातको घेराबन्दी नल्याइदिएको भए अहिलेसम्म तेरो साथीको साथ फेरि लागिसक्यो यार। तैट, मन लिँदा र मन दिँदा पनि जातभातको घेराबन्दी हुन्छ? बरु मायाको डेराबन्दी हुन्छ। होइन, अहिले आएर पनि जातभातको कुरा कसले मान्छ र? कोही कोही मुलाहरूले हो नबुझ्ने। सबै त जस्तो कहाँ हुन्छन् र? त पण्डितको छोरा भएर पनि मलाई यति राम्रोसँग बुझ्छस्, तर अरूले कहाँ बुझ्छन् र? जबसम्म हर कोही म यो जातको हुँ, मलाई आफ्नो जातिमाथि गर्व छ भनेर समाज सामु खुल्न सक्दैन नि, तबसम्म जात भात छुवाछातको यो समाजमा अन्त्य छैन। त्यसैले जा, गएर आफ्नो मनको कुरा खोल्दे। म कस्तो देखिछु? एकदम दामी देखिया छस् के? जा, गएर भनिहाल। आँटै आउँदैन यार, जाउँ। कस्तो कुरो गर्छ? जा त गएर भनिहाल, जा। नै भयो यार। कस्तो नामर्दो जस्तो रहेछ यार, गएर भनिहाल त, जा भन्। त्यसको भाउ त्यही छ यार। कस्तो डरपोक हो के त? मान्छे मात्रै ठुलो रहेछ, बुद्धि त यत्रै रहेछ। हेर, आज तैँले हिम्मत देखाइनस् भने तँलाई कहिले पनि आँट आउँदैन। अनि रह्यो त्यो बुढाको कुरा, पख त्यसलाई मैले सक्छु। ए रैला काका, तपाईँ यहाँ भिड बनाएर बस्नु। उहाँ खेता गाई पसेर बाली सखा पारिसक्यो। के रे, बाली सखा पारिसक्यो? पक्कै त्यो हर्केको गाई हुनुपर्छ। त्यसले त अति नै गऱ्यो यार। त्यसलाई त म पसेको थाहा छैन, बुढा गाई धपाउनु गयो। ज्ञानी, तिमीसँग एउटा कुरा गर्नु थियो। भन्नुहोस् न, के कुरा? तिमीलाई थाहै छ नि म कसरी भनौँ? 143। के 143 भनेको? कब्रा सिलाको पैसा भनेको? होइन के ज्ञानी, यसलाई तिमीलाई मन पराउँछ अरे। 143 भनेको गणितीय भाषामा आई लभ यु भनेको। मलाई त्यति पनि भन्न सक्दैन। हो ज्ञानी। ओइ, के हो? कुरो त मिले जस्तो छ नि। हेर केटा, केटी हँसी त फँसी। अब मेरा बाबुले त त्यस्तै हो। तेरो भाइले पढ्छ अब मन्त्र। म एउटा दलितको छोरो,
र तिमी चोखो जातको छोरी। मैले छोको त पानी पनि चल्दैन। के हाम्रो यो समाजले स्वीकार्ला? मायामा जात होइन, साथ बोली हुनुपर्छ। समाजले नस्वीकारेर के भयो त? मैले त स्वीकारेको छु नि। तर ज्ञानी फिर नमान्नु। मायाले संसारमा बाँच्न सिकाउँछ अनि अघि बढ्न सिकाउँछ। मायामा जातभात, राम्रो नराम्रो, ठुलो सानो केही हुँदैन। हुन्छ त केवल माया मात्र। म त धेरै भाग्य मानेर छु तिमी जस्तो माया गर्ने मान्छे पाएँ। मैले पनि त असल माया गर्ने साथी पाएकी छु। हेर्नुहोस् कान्छा, भत्किएको घर छानो नभए नहोला, खानालाई मानो नभए नहोला, तर म हजुरसँग हमेसा खुसी हुनेछु। मैले पनि बाचा गर्नेछु। जिन्दगीको अन्तिम क्षणसम्म पनि तिम्रो साथमा हुनेछु, चाहे जिन्दगीमा मृत्यु नै किन नआओस्। त्यसो नभन्नु कान्छा, मलाई साह्रै डर लाग्छ। मैले कहाँ तिमीलाई छोडेर जान्छु भनेको छु र लाठी। म त सधैँ तिम्रो सिउँदोको सिन्दुर बनेर हमेसा तिम्रो साथमा रहनेछु। साँच्चै? दाइ, तपाईँको ज्ञानी आई, जाओस् न त दुईटा डाइलग। के हो दाइ? किन छेको मेरो बाटो? छोड्नुहोस्। एकछिन पर्ख न ज्ञानी, तिमीसँग धेरै कुरा गर्न बाँकी छ। के कुरा? छिटो भन्नुहोस्। ज्ञानी, त्यो गोपालेको पछाडि तिमी किन लागेछौ? त्यो मुलाले भन्दा मैले तिमीलाई खुसी राख्न सक्दिनँ? तपाईँले के भन्नुभएको दाइ? अलि मुख सम्हालेर बोल्नुहोस्। नरिसाउनु ज्ञानी, एकपटक मलाई सेवा गर्ने मौका त देऊ। अच्छा, घरमा जा, बुढीलाई काममा सघाएर सेवा गर। दाजु, राम्रै सेवा गरेर गई त। हेर छोरी, अब तिमी ठुली भइसक्यौ। यसरी गाउँ घुमेको राम्रो हुँदैन। अनि गाउँमा घुम्ने वातावरण पनि छैन नि। होइन बाबा, त्यहाँ गोपालेकोमा लुगा सिउन दिएर आएको। तर लुगा सिल्ने बहानामा मन साटासाट नगरेस् नि फेरि। त्यो दलित हो, तँलाई थाहा छ नि। त्यस्तो केही होइन बाबा, हामी बिच त्यस्तो केही छैन। हुन पनि नपरोस्। कति भन्ने हो र? भनेको भनेछु। ओए, के भएको छ कि तिमीहरूलाई? किन मौन छौ? होइन, के भएन तिमीहरूलाई आज? सधैँ बोल्ने मान्छे अहिले जे गर्नु छ समयमै गर। मायाको बिचमा पनि जातको पर्खा लाउँछ र? तिमीलाई त सबै थाहा छ नि, सम्झाउन यिनीहरूलाई। जति भने पनि लाग्दैन कि आर्नी हो र? तिमीले भनेको जस्तो सजिलो कहाँ छ र? धेरै गाह्रो छ। के गाह्रो छ र? मन ठुलो, जात ठुलो होइन, त्यति पनि तिमीहरूलाई थाहा छैन र? यो कुरा त मलाई पनि थाहा छैन। उसलाई कस्तो सम्झाओस्? समाज भन्ने कुरा पनि त केही छ, त्यसको पनि ख्याल गर्नु पर्यो। समाज त त्यस्तै हो नि, राम्रो गरे पनि नराम्रो गरे पनि खुट्टा तान्न छोड्ने होइन। चिन्दाखेरि तिमीहरूले बिताउनु हो होइन र? हो त अनि यिनीहरूको बुद्धिमा यो कुरा कसले पसाइदियो?
जति बेला पनि जातमै अड्केका छन्। मैले त जे गर्न पनि पाएको छैन। उसले मान्नु पर्यो। हामीले भनेको सुन्दै सुन्दैन जेसुकै गर। हेर्नुहोस्, तपाईँको आफ्नै आँखाले हेर्नुहोस्, तपाईँको छोरी धेरै बिग्रिसके। त्यसलाई सुधार्ने काम गर्नुहोस्। तपाईँलाई विश्वास लाग्थेन नि? के गर्ने र त हजुर, यो केटी त साह्रै बिग्रिन लाग्यो। नातिनुहोस्, तपाईँको छोरीको सम्पूर्ण जिम्मेवार म लिनेछु। बरु तपाईँको के विचार छ भन्नुहोस्। के गर्ने हजुर, तपाईँले जस्तो मान्छेले मेरो छोरीलाई स्वीकार्नुहुन्छ भनेपछि मैले भन्नु केही पनि छैन। कहाँ गयो दिदी? आओस् न मात्रै मैले जान्छु। आइस् त, अरू पाइनस् तैँले? त्यही दलितसँग लसपस हुनुपर्ने? तँलाई त म दलित गनाएको छस् त, बल्ल चोक्किस। त्यस्तो होइन बाबा, ऊ त मेरो साथी मात्रै हो। कुल खानदान मान मर्यादा भन्ने कुरा पनि केही हुन्छ? तँलाई कतिचोटि भनौँ त्यसले छोएको पानी चल्दैन भनेर। तैँले अरू केटा पाइनस्, त्यही दलितसँग प्रेम गर्नुपर्ने तँलाई। तँलाई कतिचोटि भनौँ मैले? बाबा दलित मान्छे होइन र? अझै मुख लाग्छ। त धेरै भइस, तँलाई मैले जान्छु। ज्ञानी, अब तिमीहरू म त एक हुने होला छ नि। मैले तिम्रो बाबासँग सबै कुरा गरिसकेँ। तँसँग बिहा गर्नुभन्दा त बरु म झुन्डेर मर्छु। मसँग के कमी देख्यौ? मसँग जति पनि पैसा छ, मैले तिमीलाई जे भने त्यही पुऱ्याइदिन्छु। तँसँग धान होला, उसँग ठुलो मान्छ, बुझिस्? कहाँ जला मच्छडी मेरै डढिया। के भयो ज्ञानी, किन मलाई यहाँ भेट्न बोलाएको? घरमा मेरो बाबाले बिहेको कुरा अन्तै चलाइसके, त्यही भएर म यहाँ तिमीलाई भेट्न बोलाएको। यदि तिमीले केही पनि गर्न सकेनौ भने याद राख, म पनि तिमी बिना त कहाँ बाँच्न सक्छु र? मरिदिन्छु। त्यसो नभन, तिमी छौ त सब थोक छ, तिमी छैनौ त केही पनि छैन। हात हल्लाएर टाढा जान सक्दिनँ म। यही हात समातेर जिन्दगी काट्न मन छ मलाई। के तिमीले मलाई साथ दिन्छौ? त्यसो भए म तिम्रो बुवासँग कुरा गर्छु। कहाँ आइस र गोपाले त? काकाहरूसँग एउटा कुरा गर्नु थियो। के कुराहरू? हजुरलाई त थाहा छँदैछ
ज्ञानले मलाई कति माया गर्छन् भनेर मैले पनि तँलाई माया गर्छु। सम्बन्ध भनेको घरकोटी खेले जस्तो होइन, धेरै कुरा विचार पुऱ्याउनु पर्छ। त्यो सबै कुरा थाहा छ मलाई काका। त्यही भएर त हजुरको छोरीको हात हजुरसँग माग्दैछु। तेरो हिम्मत कसरी भयो मेरो छोरीको हात माग्ने? अहिले आफ्नो औकात भुल्दैछस्। पहिले आफ्नो हैसियतभन्दा बाहिरको कुरा कसरी गरिस्? तँलाई के लाग्छ त बाजीलाई मैले आफ्नो छोरी दिन्छु होला भनेर? याद राख, आइन्दाबाट यस्तो कुरा गरिस् भयो नि मभन्दा नराम्रो कोही हुने छैन। के भयो? केही त बोल्न। के भनौँ, केही त भन्न सकेको छैन। भनेर त हेर न, म तेरो साथी हो नि, दुःख बुझ्छु नि तेरो। के भन्ने, बाबाले फेरि अर्कैतिर दिन लाउनु भएको छ। म फेरि गोपाल बिना बाँच्न पनि त सक्दिनँ। तिमीहरूलाई यो घर समाज स्वीकार्दैन, अब तिमीहरू भाग्नै पर्छ। गोपाल मान्छ र? के नगर न, गोपाललाई म मनाउँछु। के गरेको तिमीहरूले? अलिक चाँडो आउनु पर्दैन? चाँडै आउन त खोजेको हो नि, सबै मिलाउनु पनि पर्यो। ल ल सुन केटा, यसपछि तिमीहरूको नयाँ जिन्दगीको सुरुवात हुन्छ। राम्ररी जा। तैँले लगाएको गुण मैले कसरी फेरि? तैँले म दलितको छोरालाई धेरै गरिस्, तँलाई धेरै धन्यवाद। धन्यवादको कुरा छोड्दे, साथीत्वमा धन्यवाद चल्दैन। बस म त यति चाहन्छु कि तिमीहरूको आउने सुखमय जिन्दगीको सुरुवात होस्। ल ज्ञानी, हामीले गर्दिन यति नै हो। अब बाँकी जिन्दगीको सुरुवात तिमीहरूले गर्नुपर्छ। ल अब धेरै ढिला गर्नु हुँदैन, गइहाल। तँलाई के अप्ठ्यारो त पर्दैन नि? के अप्ठ्यारो पर्छ र मलाई? बरु गइहाल तिमीहरू। के हो अब हामी पनि जाने हो कि?
राधा तिनीहरूले त आफ्नो नयाँ जिन्दगीको सुरुवात गरिसके। अब हामीले पनि आँट्ने हो कि? म त हजुरले जे भन्नुहुन्छ त्यही मान्न तयार छँदैछु नि, तर एकचोटि घर परिवारसँग पनि कुरा गर्ने हो कि? ल ठिक छ, म त आफ्नो घर परिवारसँग कुरा गरौँला। तर तिम्रो घर परिवारले मान्नु भएन भने? मानेनन् भने के भयो त, हामी पनि त्यसरी नै भागेर जाउँला नि, हुँदैन र? त्यसो भए हामीले छिट्टै घर जाउँ गर्नुपर्छ। मेरो छोरीलाई भगाउनु खुबै तँलाई घर जाम गर्न सोच्छ है? हे भगवान्, मैले आज यो के गरेँ? आफ्नो रिस र जितको अगाडि केही पनि देखिनँ। न आज मसँग इज्जत छ, न साथमा छोरी नै छ। योभन्दा त छोरीको खुसी बुझिदिएको भए जाति हुन्थ्यो होला। मलाई धन्यवाद होइन, उहाँहरूलाई दिनुहोस्, किनभने तपाईँलाई समयमा नपुर्याएको भए तपाईँलाई एकदम गाह्रो हुन सक्थ्यो। तपाईँ सधैँ जातिवादको कुरामा अल्झिनुहुन्छ नि। आज तपाईँको शरीरमा गोपालको रगत बग्दैछ। तपाईँ र गोपालमा केही अन्तर छैन। समय परिवर्तन हुन्छ, युग परिवर्तन हुन्छ, तर तपाईको सोच किन परिवर्तन हुन सकेन? मान्छे सबै एउटै हो। काटे रगत सबैको रातो आउँछ। मठ मन्दिर र त्यसमा हुने मूर्तिहरू सबै दलितले नै बनायो, तर हामीले सधैँभरि दलितलाई अछुत बनायौँ। तपाईको नीलो नसामा बग्ने रातो रगतले कुन जात हो भनेर कहिले पनि सोध्दैन, बुझ्नुभयो? मान्छेहरूले सजिलोको लागि काम बाँडेका थिए, तर विडम्बना हाम्रो समाजले जाति पाति र छुवाछुत बाँडिदियो। यो संसारमा सबैभन्दा सानो जात त्यो हो जसले जातको आधारमा आफूलाई ठुलो जात सम्झिन्छ। मरेर जाने घाट एउटै हो, तर जातित्वमा किन अल्झिन्छ मान्छे? मैले सधैँ मानिसको जात मात्रै हेरेँ, उसको मन कहिले हेरिन। मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन भन्ने कुरा आज आएर थाहा पाएँ। बाबु, म दुई हात जोडेर तिमीसँग माफी माग्छु। माफी माग्नु पर्दैन काका। हजुर त मेरो बुवा सम्मानको मान्छे, र एउटा बुवाले छोरासँग माफी मागेको सुहाउँदैन। तिमी जस्तो ठुलो मन भएको मान्छेलाई मैले कति तुच्छ सम्झेँ। मैले गल्ती गरेकै रहेछु। म भाषा गर्छु, मैले अबदेखि कहिले पनि जात पात मान्ने छैन। छोरी, यहाँ त यहाँ